ल गाइज अहिले चाहिँ हामी ट्याक्कला रेसुङ्गाको तपोभूमि क्षेत्रमा छौँ र निकै राम्रो र प्राकृतिक सुन्दरताले एकदमै भरिपूर्ण यो ठाउँ रेसुङ्गा तपोभूमि यज्ञशाला मन्दिर र हामीले अहिले चाहिँ माथि भ्यू टावरको चाबी लिएर हाम्रो दाइ भाइ र भेनाजुहरूसँग रमाउन हिँडिसकेका छौँ र एकदमै शान्त वातावरण भएको र ऋषि मुनिहरूले तप गर्ने यो ठाउँ निकै पवित्र रहेको छ र धेरै मान्छेहरू घुम्न आउने जाने गरिरहनुहुन्छ यहाँ चाहिँ हैन। हामी पनि यो सुन्दर शान्त र तपोभूमि सँगै रमाउन हिँडिसकेका छौँ र हजुरहरू पनि राखिदिनु होला। ल अमिश भाइ हजुर हजुर आफ्नो पनि 2-4 शब्द राखिदेऊ यो रेसुङ्गाको ठाउँको। हजुरलाई एकदम पवित्र ठाउँ हामी अहिले रेसुङ्गा आइपुगेका छौँ। यहाँ हामीले एउटा शीतल आफूले चाहेका कुराहरू देख्न सक्छौँ। यही नै हो मेरो 2-4 शब्द। यहाँ पिकनिक खाना र घुम्न बाहेक लगायत प्राकृतिक सुन्दरताको अनुभव गर्न चाहिँ रेसुङ्गा आउनुपर्छ जस्तो लाग्छ। घुम्नुभन्दा बढी पनि प्राकृतिक सुन्दरताले एकदमै भरिएको ठाउँ यो रेसुङ्गा तपोभूमि। हामीले हाम्रो हजुरबुवाहरू लगायत सबैजनाले हामीले चाहिँ रेसुङ्गा तपोभूमि चाहिँ जानुपर्छ भनेर सिकाउनुहुन्थ्यो सानोमा। अहिले चाहिँ हामी पनि त्यही बाटोमा हिँड्दैछौँ र अब चाहिँ गाइज माथि गएर भेट हुनुपर्छ टक्क लाएर होइन। ल गाइज हामी चाहिँ अलिअलि भ्यू टावर उहाँबाट देखिसकेको छ। यहाँबाट निकै हाम्रो दाइहरू चाहिँ दगुरिसक्नु भएको छ र हामी पनि दगुर्दैछौँ। यहाँ चाहिँ साफसफाइ चल्दै रहेछ निकै। लगेटा स्लोली जानुपर्छ। एकचोटि रेसुङ्गाको लागि आइदिनु होला। हाम्रो गुल्मी जिल्लाकै प्रसिद्ध ठाउँ रेसुङ्गा सबैजना आइदिनु होला र यहाँको प्राकृतिक सुन्दरतासँग रमाउनु होला र कृपया मेरो च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला र पुराना साथीभाइहरूले चाहिँ लाइक कमेन्ट र सेयर गरिदिनु होला हैन। यहाँ चाहिँ बाल शिव मन्दिर भन्ने मन्दिर पनि छ हैन। निकै रमाइलो भइरहेको छ गाइज, एकदमै रमाइलो सँग। यो चाहिँ हाम्रो बाल शिव मन्दिर निकै प्रसिद्ध मन्दिर हो हाम्रो नेपालको हैन। एकदमै रमाइलो भइरहेको छ र हाम्रो दाइहरू चाहिँ उता हुनुहुन्छ र अलिअलि चाहिँ भ्यू टावर पनि देखिन लागिसकेको छ र पुरै देखिएको छ अहिले चाहिँ हैन। र अब के कस्तो लाग्छ हेरेर सुझाव सल्लाह र प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला गाइज। यो रेसुङ्गाको भ्यू टावरको चाबी चाहिँ हामीसँग छ। हामीले टिकट पनि किनिसकेका छौँ तल हैन। र भ्यू हेर्न सक्नुहुन्छ गाइज हजुरहरूले। यहाँ दाइले पनि कस्तो लाग्यो दाइ हजुरलाई? एकदम गजब लाग्यो। पहिलो पटक आएँ काठमाडौँबाट म। मजा लाग्यो है। ल हस् दाइ, थ्याङ्क यू सो मच। गुड लक। ल ओके दाइ। ल हेर्नुहोस् गाइज, यही हो हाम्रो तपोभूमि रेसुङ्गाको भ्यू टावर होइन। एकदमै प्राकृतिक सुन्दरताले एकदमै भरिपूर्ण हाम्रो गुल्मी जिल्लाको एकदमै पवित्र ठाउँ तपोभूमि रेसुङ्गा होइन। ल यहाँ चाहिँ एकदम टक्क लाएर हेर्न सक्नुहुन्छ। जानीको चाबी पनि हामीले लिएर आइसकेका छौँ। ल चाबी खोल्न सफल भएका छन् हाम्रो सुरेश दाइ। ल हामीले चाहिँ गाइज चाबी खोलिसकेका छौँ। अब चाहिँ हामी यहाँबाट ढोका पनि यहाँबाट चाहिँ लगायत तपाईँले धौलागिरीहरू पर्वतहरू पहाडहरू र अनेक पहाडहरू हजुरहरूले देख्न सक्नुहुन्छ हैन। निकै रमाइलो
भन्दा पनि शान्त वातावरण भएको ठाउँ चाहिँ एकदमै रमाइलो हुन्छ भन्ने हामीले मनले अनुभव गरेको हुन्छ होइन। यहाँबाट चाहिँ ट्याक्क लाएर हजुरहरूले सिमिचोरको एयरपोर्ट पनि देख्न सक्नुहुन्छ। उता आज चाहिँ खासै धमिलो आएको छ, घामले गर्दा होला सायद होइन। एकदमै रमाइलो भइरहेको छ र हाम्रो दाइभाइहरूले चाहिँ फोटो खिच्न लागिरहनु भएको छ। हामीले तलहरूको पनि ब्लग बनाएका छौँ होइन। हजुरहरू पनि आएर यहाँको प्राकृतिक सुन्दरताहरूसँग रमाउन सक्नुहुनेछ र के कस्तो लाग्छ यो ब्लग हेरेर चाहिँ हजुरहरूले साथ सपोर्ट र माया गरिदिनु होला भन्ने हामी पूर्ण आशा राखेका छौँ होइन। र चाहिँ रेसुङ्गाको कहीँजनाले नचिन्नु भएको मन्दिर होला यो चाहिँ होइन। यहाँ चाहिँ जो पाए त्यही आउनुहुन्न र अब भ्यू टावरको निकै साइडमा रहेको यो शिवजीको मन्दिर पनि छ होइन। पनि आइदिनु होला, दान दक्षिणा गरिदिनु होला सबैजनाले होइन। उहाँ लगायत यहाँ पनि व्यवस्थित हुन्छ, हजुरहरूले दान दक्षिणा दिनुभयो भने होइन। यहाँ पनि टक्क राम्रो ठाउँहरू छन्, यज्ञहरू पुराना ठाउँहरू, यज्ञ गरेका ठाउँहरू छन्। र आजको दिनलाई चाहिँ यो ब्लगलाई हामीले समाप्त गर्दै आगामी दिनहरूमा पनि यस्तै नै रमाइलो गर्नेछौँ हामी दाजुभाइ मिलेर, सबै मिलेर होइन। र यहाँ चाहिँ हाम्रो प्रकाश दाई हुनुहुन्छ र यहाँ चाहिँ हाम्रो भेनाजु लगायत हाम्रो दाइभाइ हुनुहुन्छ सबैजना लगायत। आज चाहिँ निकै रमाइलो भयो गाइस। आजको लागि चाहिँ हामीले यो ब्लग चाहिँ यहीँ समाप्ति गर्न चाहन्छौँ होइन। गाइस बाई बाई।